हे गाइज वेलकम बैक टू माई न्यू भिडियो। फेरि पनि तपाईँलाई स्वागत छ एनटी सन्तोष मल्लको ब्लगमा, एनटी गाउँले ब्लगमा। गाइज कतिजना चाहिँ साथीहरूले सोध्दै हुनुहुन्थ्यो कि बुटोल कुन ठाउँ बस्नुहुन्छ, कुन कुन कलेज पढ्नुहुन्छ भनेर भन्नुहुन्थ्यो होइन। अनि बुटोल चाहिँ म बस्न तामनगर भन्ने ठाउँमा बस्छु बुटोल। अनि तामनगर नजिकै एउटा कलेज छ, त्यो कलेजको नाम हो कोरिया नेपाल कलेज हो। अनि म चाहिँ त्यो कलेजमा पढ्छु। अनि म पढ्ने कलेज चाहिँ भिडियो हेर्नु। हरेक यात्राको सुरुवात हुन्छ जसले भविष्यलाई परिभाषित गर्दछ। केएनपीआईमा हामी केवल मस्तिष्कलाई शिक्षित गर्दैनौँ, हामी जीवनलाई आकार दिन्छौँ, सपना बनाउँछौँ र उद्देश्य प्रज्वलित गर्दछौँ। यहाँ ज्ञान र नवप्रवर्तनको सङ्गम हुन्छ। हाम्रा कक्षा कोठाहरू केवल पढ्ने ठाउँ होइनन्, यो आधुनिक प्रयोगशालादेखि व्यवहारिक सिकाइसम्म तपाईको भविष्य उन्ने प्रस्थान बिन्दु हुन्। तपाईको रुचि प्रविधिमा होस् वा सृजनात्मकतामा होस् वा नेतृत्वमा होस्, केएनपीआईले तपाईलाई अन्वेषण, अभिव्यक्ति र उत्कृष्टता प्राप्त गर्ने मञ्च प्रदान गर्नेछ। हाम्रा गुरुहरूले मार्गदर्शन गर्नुहुन्छ, हाम्रो संस्कृतिले प्रेरणा दिन्छ। यहाँ हरेक विद्यार्थी ठूलो सपना देख्ने परिवारको अंश बन्छ। यहाँ केवल पाठ्यपुस्तक र परीक्षा मात्र होइन, यहाँ अनुभव र मित्रता प्राप्त हुन्छ। यहाँ तपाईं वास्तवमै बन्न चाहेको व्यक्ति बन्ने यात्राको सुरुवात हुन्छ। तपाईको यात्रा यहीँबाट सुरु हुन्छ। भर्ना हेर्नुभयो होला नि कलेज कस्तो छ। कलेज त्यही हो, म पढ्ने कलेज चाहिँ त्यो हो। अनि हजुरलाई कस्तो लाग्यो त्यो कलेज, म पढ्ने कलेज चाहिँ कस्तो लाग्यो? राम्रो लाग्यो भने पढ्न आउन सक्नुहुन्छ त्यो कलेजमा। जो राम्रो छ, पढाइ नै राम्रो छ। अनि होस्टेलको व्यवस्था पनि छ। म चाहिँ होस्टेल बस्दैन, म चाहिँ रुम लगाएको छु, रुममा बस्छु अनि गाइस र त्यस्तै हो। र कलेज चाहिँ कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक कमेन्ट गर्नु, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला च्यानललाई। थ्याङ्क्स फर वाचिङ, बाई बाई।